हेर्नु साथीहरू आज शनिबार क्या म चाहिँ बिहान चाँडै उठेर के काम गरेर सक्ला भनेको सो गाइस म चाहिँ ढिलो उठेको कारणले यसरी हतार 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 गर्दै म कपडा भिजाउँदैछु क्या होइन 2 बाल्टी थियो क्या कपडा पनि किनकि म किन आत्तिएको भनेपछि आज शनिबार हो नि त शनिबार हो सिधै कपडा धोएर सुकाएपछि चाहिँ सिधै सुक्छ भन्ने चाहिँ माइन्डमा त्यो सेट भयो किनकि म चाहिँ आज अलि ढिलो उठेको थिएँ नि त अनि यसरी आमासँग गफ गर्दै गर्दै कपडा भिजाएर पनि सकेँ अनि यसरी पानी भरेर चाहिँ फेरि म रुम ब्याक भइसकेँ होइन त्यसपछि चाहिँ रुम एकदम फोहोर भएको थियो क्या म सफा गरेँ अनि ढाड कमर पनि एकदम दुखिरहेको थियो क्या सहने नसक्ने अनि म चाहिँ हातमा फिनेल ल्याएर फेरि पोछा लगाउन गएँ क्या एकदम पोछा लगाउने मनै थिएन आज ढाड कमर दुखेर होइन आमाले लगाउन त भन्नुभयो अनि नाइ भन्नै सकेन अनि यसरी म ढाडलाई चाहिँ बिस्तारै निहुराएर चाहिँ पोछा लगाएँ कि गाइस होइन पोछा पनि लगाइसकेँ फाइनल्ली